So hello and namaste everyone, it's Miss Soicha. This is my first ever mini vlog. अनि फेरि आज चाहिँ मेरो पति परमेश्वरले मलाई घुमाउन लग्छु भनेर भन्नुभएको थियो। अनि त्यो सँगसँगै हामीले मदर्स डेको पनि सपिङ गरेर आऊँ न त भनेर सोचेँ। अनि त्यहाँबाट हामी धनगढी ज्वेलर्समा गयौँ आमाको लागि केही लिनलाई, हाम्रो मम्मीको लागि। अनि हामीले त्यहाँ भनेको जस्तो सामान नपाएर हामी पेट्रोल पम्पतिर गयौँ। आज पेट्रोल पम्पहरू धनगढी सबै बन्द थियो, त्यहाँ पेट्रोल भर्यौँ। अनि हामी त्यहाँबाट लाग्यौँ। अनि आज चाहिँ मैले मेरो 5 महिनाको नानी छोडेर आएको हुनाले मलाई धेरै हतार भएको थियो घर जानलाई। त्यसपछि हामी गयौँ बेल्स क्याफे, त्यहाँको एम्बियन्स एकदम राम्रो थियो। अनि यहाँ पुग्ने बित्तिकै मेरो बुढा मेन्यु हेर्दै हुनुहुन्छ अनि जेन्टलम्यान बन्ने कोसिस गर्दै हुनुहुन्छ पुरा। अनि हाम्रो घरको भुक्कड अन्त काली भनेकै मेरो बुढा हो। अनि यहाँ चाहिँ हामी वेट गरेर बसेछौँ खानको लागि। अनि यहाँ चाहिँ मेरो बुढा मार डालुङ्गा भनेर भन्दै हुनुहुन्छ मलाई बिल नतिरेपछि। मलाई घुमाउनु लाग्छु भनेर उल्टो मलाई पो बिल तिर्न लगाएको भाइ। कसको बुढा यस्तो हुनुहुन्छ, पेन्सन गर्नु होला है। अनि यहाँ चाहिँ मेरो बुढा पुरा जेन्टलम्यान बन्ने कोसिस गर्दै हुनुहुन्छ। त्यसपछि यहाँ पेस्ट्री आयो। अनि यहाँ तातो भएर पुरा मुख पोलिरहेको थियो मेरो पिज्जाले। अनि म यहाँ पेस्ट्री खाएको पुरा भिडियो बनाएर आउनुहुन्छ कि हेर्नु त मलाई बिल तिर्न लाउनु भएको। त्यसपछि हामी घरतिर लाग्यौँ। अनि घर जाँदाखेरि हामीले फर्किँदाखेरि किन्ला नि त मदर्स डेको सामान भनेर हामी गएको थियौँ सिल्भरको पसलमा। त्यहाँ खाएर अघि त्यहाँबाट हामीले सपिङ गऱ्यौँ। त्यसपछि हामी घरतिर लाग्यौँ। अनि हाम्रो रोडनिर घर हुनाले भोइस ओभर गर्न एकदमै गाह्रो हुन्छ कि। अनि त्यसपछि हामी घर पुग्यौँ। आजको मेरो मिनी भ्लग हजुरलाई कस्तो लाग्यो भनिदिनु होला। ओके बाई बाई। अनि सपोर्ट नि गरिदिनु होला।